मेरो लास तबसम्म नउठाइयोस् त्यो माइती घर मण्डलाको अगाडिबाट जबसम्म एउटै झण्डा नेपालको झण्डा बोक्ने उद्देश्यले राजा आएर सिंहासनमा बस्नुहुन्न तबसम्म हामी दिँदैनौँ, हामी निर्वाचन हुन दिँदैनौँ। र एउटा झण्डा देशको झण्डा बोकेर राजा सिंहासनमा आउनुहुन्न तबसम्म जहिलेसम्म जबसम्म राजा आएर बस्नुहुन्न। यदि यो नानीलाई राजावादीको भूत चढेको रहेछ, मरेको राजा शरीरमा चढेर भूत होइन। यो राजावादीको लागि आफ्नो बुढालाई छोड्नु भन्ने लाल लाग्दैन अलिकति होइन। त्यही भएर पहिला आफ्नो बुवा मम्मीलाई बुढापाका मान्छेहरूलाई सोध्नु राजाको शासन कस्तो थियो, राजाको टाइममा कस्तो थियो हाम्रो नेपाल र अहिले कस्तो छ, अहिले के भएको छ, अहिले म कति बोल्न पाएको छु, म अहिले कति कराउन पाएको छु, अहिले मेरो बुढालाई छोड्नलाई कति दुःख पाएँ अथवा पाइनँ। पहिलाको जमानामा तपाईँले यसरी छोड्न पनि पाउनुहुन्थेन। अहिले बुढालाई छोड्नुभयो नि तपाईँ राजाको त्यो भूत चढेर। अहिले त मिल्यो होला, बोलिदिनु न के छ र, सही पानी मिलिहाल्छ भने होला कसैले, मिलिहाल्छ अनि बोलिदिनु भयो। बोलेपछि बुढालाई छोडिदिनु भयो। त्यस्तो बुढा त कति नै मिल्छन्, कति होइन फेमस भएपछि कि 2-4 वटा भाषण हान्दैमा राजा आउने भएको भए 17,000 किन बलि चढ्नु पर्थ्यो र देशमा। यो कहिले पनि नसोच्नु। तपाईँहरू 2-4 जना 1 लाख जना हुनुहुन्छ होला, अरू सिङ्गो करोडौँ मान्छे त गणतन्त्रवादी हुनुहुन्छ, राजतन्त्रवादी कोही पनि हुनुहुन्न। 2-4 वटा भेडाहरू पाल्दैमा केही पनि हुँदैन। र यो याद राख्नुहोस्, तपाईँ जस्तो यस्तो साहसी महिला भनेको गणतन्त्रमा लड्नुहोस् न, सिद्धान्त गणतन्त्र सिद्धान्त लगेर लड्नुहोस् र आफू सफल हुनुहोस् र देशलाई सफल पार्नुहोस्। यी मरिसकेको बितिसकेको हामी पछि जाने होइन नि त, हामी अगाडि बढ्ने हो। पछि हेरेर देशलाई पछि पार्न चाहिँ कसैले पनि पाउँदैन, यो चाहिँ घातक हुन्छ। त्यही भएर यो कुरा बुझ्नुहोस् र तपाईँले बुझ्नु भएको छैन राजावादी शासन कस्तो थियो र पहिलाको शासन कस्तो थियो भन्ने कुराहरू बुझ्नु भएको पनि थिएन। गाडी हेर्नलाई पनि कहाँ कहाँ जानु पर्थ्यो, त्यो कुराहरू त कहिले सम्झिन्छ र। अहिले देख्छ राजाले के हक छ र, दिशा गर्छ र त्यो पैसाको देश एकैछिनमा कायापटक हुन्छ। राम्रो मान्छेहरू छान्ने भन्नुहोस् न, बरु राम्रो मान्छेहरू अगाडि बढाउनु पर्यो होइन। राजाले चाहिँ दिशा गरेर पैसा कहीँ आउँदैन, राजाको खानी छ पैसाको, देशलाई कार्यप्रयोग गर्नुहुन्छ एकछिनमै। यो असम्भव पुरा नगरौँ कि देशलाई